Namaste, this is Sanu Gurung, USRN. I studied Bachelor from Norvik Institute of Nursing Education, and recently I'm working at the National Trauma Center. मैले चाहिँ एन्क्लेज सेन्टरको बारेमा चाहिँ सोसियल मिडियामा देखेँ, प्लस मेरो कलिग्सहरूले सिनियरहरूले चाहिँ यही नै जोइन गर्नुभएको थियो। एकचोटि बुझौँ न त भनेर म एन्क्लेज सेन्टर पनि आएँ र मैले यहीँबाट चाहिँ मेरो एन्क्लेज प्रोसेस चाहिँ स्टार्ट गरेँ र क्लास पनि चित्त बुझेपछि मलाई चाहिँ यहाँबाट चाहिँ मैले क्लासहरू स्टार्ट गरेँ। मेरो एन्क्लेज प्रिपरेसन चाहिँ इजी वेमा नै गयो। एन्क्लेज सेन्टरको गाइडेन्स र म्यामहरूको गाइडेन्स अनुसार चाहिँ मैले प्रिपेयर गर्दै गएँ। मेरो थ्योरीलाई चाहिँ मैले के झन् स्ट्रङ बनाएँ, बुकहरू सबै पढेँ अनि त्यसै गरी चाहिँ मैले हाम्रो एन्क्लेज सेन्टरको ड्यासबोर्डमा भएको क्वेसनहरूलाई चाहिँ एकदम धेरै प्र्याक्टिस गरेँ र ऱ्यासनलहरूलाई चाहिँ एकदम धेरै पढेँ। त्यसले गर्दाखेरि चाहिँ के भयो त भन्दा झन् प्रिपरेसनलाई चाहिँ एकदम इजी भयो मलाई। जति पनि नर्सेसहरू हुनुहुन्छ जो चाहिँ एन्ट्रेन्स दिन चाहनुहुन्छ उहाँको लागि टिप्स भनेको चाहिँ तपाईँहरूको आफ्नै पढ्ने स्टाइल हुन्छ, त्यही स्टाइललाई चाहिँ कन्टिन्यू गरेर इन्स्टिट्युटको चाहिँ प्रपर गाइडेन्स लिएर चाहिँ तपाईँहरूले सानो सानो कुराहरू पनि क्लियर गर्न सक्नुहुन्छ। अर्को टिप्स भनेको चाहिँ तपाईँहरूको टाइम म्यानेजमेन्ट चाहिँ एकदम इम्पोर्टेन्ट छ। हाम्रो एन्क्लेज सेन्टरको चाहिँ रेकर्डेड क्लास हुने भएको भएर म आफै पनि जब होल्डर भएको कारणले चाहिँ रेकर्डेड क्लास पढेर पनि मलाई एकदम हेल्प भयो। अनि अर्को टिप्स भनेको चाहिँ तपाईँहरूको स्ट्रेस म्यानेजमेन्ट हो। जुन चाहिँ एक्जाम दिने दिनमा चाहिँ तपाईँहरूले चाहिँ एकदम काम भएर एक्जाम दिनुपर्ने हुन्छ है, त्यो गर्दाखेरि चाहिँ तपाईँहरूलाई एकदम इजी हुन्छ। ओके, एन्क्लेज सेन्टरसितको मेरो ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै राम्रो रह्यो। उहाँहरूको पढाउने स्टाइलदेखि लिएर उहाँहरूले गर्नुहुने हेल्प इच प्रोसेसमा एकदमै राम्रो भयो, इजी भयो मलाई चाहिँ। त्यसै गरी चाहिँ म्यामहरूले चाहिँ एकदम एन्क्लेज दिने दिनसम्म पनि एकदमै फलोअप गरेर मलाई चाहिँ एकदम अस्योर गर्नुभयो कि म सक्छु भनेर। त्यसै गरी चाहिँ रिजल्ट आउने दिनमा पनि म्याम आफै मलाई फोन गरेर अपडेट गर्नुभयो कि म पास भएँ भनेर। त्यसले गर्दाखेरि चाहिँ म एकदम रिल्याक्स भएँ। Nurses, if you want to be the next USRN, do join Enclave Center.